केही अप्ठ्यारो छैन म, केही अप्ठ्यारो छैन म, सहज छ सरल पनि। म नबुझिने लिपिमा लेखिएको अप्ठ्यारो ग्रन्थ होइन, म नबुझिने लिपिमा लेखिएको अप्ठ्यारो ग्रन्थ होइन, म सलल बग्ने सरल आख्यान हो। मलाई पढ्न छ यदि भने, मलाई पढ्न छ यदि भने पढ, रोकेको छु र मैले। खुला किताब हुँ, तिमीले चाहे जति पढ्न सक्छौ, तिमीले चाहेको जसरी पढ्न सक्छौ, चाहेको समयमा पल्टाउन सक्छौ, राख्न सक्छौ। तर एउटा कुरा याद राख, जुन अध्यायमा मेरो मौनता छ, हेरे पक्कै भेट्छौ। जुन हरफहरूमा म चुपचाप केही भनिरहेको छु, जुन हरफहरूमा म चुपचाप केही भनिरहेको हुन्छु, ध्यान दियौ भने सुनाइदिन्छु। त्यहीबाट पढ्नु तिमीले। त्यसैलाई जोड दिएर पढ, किनकि म कलाकार हुँ, मैले हाँसेको झुटो समाउन सक्दिनौ। मलाई पढ्न छ यदि भने पढ, मलाई पढ्न छ यदि भने पढ। आखिर अर्कैले पढेर छोडेको भए पनि ज्ञान त तिमीले पनि उत्तिकै पाउँछौ। मलाई पढ्न छ यदि भने पढ। आखिर अर्कैले पढेर छोडेको भए पनि ज्ञान तिमीले पनि त उत्तिकै पाउँछौ। यो किताबको केवल गाता च्यातिएको हो, यो किताबको केवल गाता च्यातिएको पठन सामग्री केही भएकै छैन। धन्यवाद।